यता छ गोरु अनि उता चाहिँ बिउ काट्दै हुनुहुन्छ। यहाँ रोपाइँको बेला पनि गर्लफ्रेन्डसँग बोल्न बिजी। हामी चाहिँ अहिले यहाँ आली लगाउँदैछौँ। भाउजू अहिले रोप्दै हुनुहुन्छ धान चाहिँ सबैजनालाई काममा लगाएर हामी चाहिँ यहाँ दाजुहरूले आली लगाउँदै हुनुहुन्छ। अनि यता छ गोरु। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लग भिडियोमा। र आज पनि म चाहिँ रोपाइँमा जाँदैछु यो कोदालो लिएर। अनि यो कोदालोले मलाई चाहिँ 2 महिना भइसक्यो नछोडेको होइन। यहाँ यो कोदालो बोको हिँड्नु यस्तै छ। अनि आज चाहिँ अब सायद आजदेखि चाहिँ यो कोदालो चाहिँ मैले छोड्नुपर्छ जस्तो लागिरहेको छ, किनभने आज चाहिँ अब लास्ट रोपाइँ होइन। त्यही भएर म चाहिँ टक्कसँगले रोपाइँमा जाँदैछु। अनि उपर घाम पनि लागिरहेको छ नि, त्यही भएर मैले चाहिँ क्याप अनि ज्याकेटको टोपी लगाइसकेको छु। अनि यो चाहिँ लगाउनै पर्छ किनभने यस्तो घाम लागेको छ नि, त्यही भएर अनि घामले उपर डढाइदिन्छ नि त, त्यही भएर हल्का आफ्नो सेफ्टीको लागि लगाउनै पऱ्यो। अनि यस्तो म जाँदैछु रोपाइँमा। अनि यता चाहिँ धान रोपिसकेको मान्छेहरूले। अब आज भने चाहिँ यो सालको अन्तिम रोपाइँ, लास्ट रोपाइँ भनौँ न। आजदेखि अब रोपाइँ सकिन्छ भनौँ न। अनि त्यही भएर चाहिँ अब म चाहिँ जाँदैछु रोपाइँमा। अनि आजको भिडियो चाहिँ त्यही रोपाइँकै बारेमा यसो अब लास्ट रोपाइँ बनाइदिउँ भनेर चाहिँ अब यस्तो भिडियो स्टार्ट हानिदिएको मैले चाहिँ। अब के कस्तो हुन्छ होइन, सो म सबै च्याट्टा मिलाएर देखाउने कोसिस गर्नेछु। सबैजनाले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सो फलोस् है त। आज यहाँ रोपाइँमा आइसकेको छु र यहाँ हुनुहुन्छ राजन दाजु। अघि आउनुभएछ दाजु चाहिँ मलाई छोडेर। यता छ गोरु अनि उता चाहिँ बिउ काट्दै हुनुहुन्छ टक्कसँगले। अनि यता मेलो बनाउने कार्यक्रम हुँदैछ। यसले दाँते लगाउन आँटिसक्यो। खतरा मान्छे हो नि त होइन। अनि म भनेको चाहिँ यहाँ कोदालो भर्खर बोकेर आइरहेको छु। अब म भने चाहिँ आलु लगाउनु पर्ने हुन्छ। यहाँ चाहिँ पानी पुग्दैछ, यो गरेर आलु लगाउनु पर्ने छ। यता राजन दाजुले अघि जोत्नु भएको। ए हाम्रो दाजु खतरा हुनुहुन्छ नि त। अनि पुरै हिलो भइसक्नु भएछ। म चाहिँ यस्तो सफा भएर आइरहेको छु। म पनि भरे यस्तै हालत हुन्छ होइन। यता छ डड्डी। यहाँ रोपाइँको बेला पनि गर्लफ्रेन्डसँग बोल्न बिजी। के गर्नु, हाम्रो छैन होइन। आफैलाई देखाइरहेको छ मान्छेले। यता गोरुमा हलो लगाउने कार्यक्रम भइरहेछ। यता अङ्कल पानी खाँदै हुनुहुन्छ। हामीले चाहिँ 2टा गरा चाहिँ मेलो बनाएर सकिसकेको छौँ। अनि आजको मौसम चाहिँ परिरहेछ चट्ट। हामी चाहिँ अहिले यहाँ आली लगाउँदैछौँ। अनि यहाँ ढलिएर छ। अनि यो एउटा गरा चाहिँ हामीले यहाँसम्म देखिरहेको छ। अनि यता एक साइडले जोत्दैछ माथि। यता पर राजु दाजु आउँदै हुनुहुन्छ। अनि यता तल रोप्ने चाहिँ कार्यक्रम चाहिँ सुरु भइसकेको छ। सो अनि रोपाइ चाहिँ सुरु भइसकेको छ। अलि राम्रो जोते। यता भाउजूहरूले रोप्दै हुनुहुन्छ धान चाहिँ धमाधम। हामीले चाहिँ अरू सबैजनालाई काममा लगाएर हामी चाहिँ यहाँ भात खाँदैछौँ। मजाले खाइदियो त। खोर्सानी खाँदैछ यसले हात धुँदैछ यतापट्टि। यता हाम्रो भाउजू भान्से। 2जना चाहिँ रोनाल्डोको फ्यान, हामी त मेसीको। सबैजनालाई काममा लगाएर हामी चाहिँ भाग्नै सकेर अहिले
चाहिँ हाम्रो रोपाइ सकिन आँटिसकेको छ अनि बेलुका पनि भइसकेको छ त घाम डुबिसक्यो होइन अनि मौसम चाहिँ आज चाहिँ एकदम क्लियर भनेर चाहिँ जस टाइम भयो हामीले चाहिँ यो सिरानतिर पुऱ्याइसक्यौँ अनि उता भाउजूहरूले रोप्दै हुनुहुन्छ त्यहाँ दाजुहरूले आलु लगाउँदै हुनुहुन्छ अनि यता छ गोरु सो हामीले चाहिँ रोपाइ पनि सकिसकेको छौँ अनि यता चाहिँ भाउजूहरूले रोप्दै हुनुहुन्छ अब चाहिँ म चाहिँ घर जान आँट्दैछु यस्तो हिलो भइएको छ पुरै अब चाहिँ म चाहिँ घर जाँदैछु अनि पुरै हिलो छु अनि अब चाहिँ घर नुहाउनु पर्ने हुन्छ म चाहिँ अनि यसपालिको रोपाइ पनि सिद्धियो अनि बेलुका भइसकेको छ रात पर्नु आँटेको छ यस्तो भइरहेको छ मौसम चाहिँ पुरै होइन यता चाहिँ मान्छेहरू अस्ति रोपाइ गरिसकेको छन् पानी हाल्नु नपाएर खेतको गरामा चिरा परिरहेको छ पुरै यस्तो भएर होइन म चाहिँ घर पनि आइपुगिसकेको छु अनि नुहाइँदै गरेर चाहिँ एकदम बसिरहेको छु म चाहिँ अनि रात पनि परिसकेको छ अब भने चाहिँ अनि रात पनि छिपिसकेको छ र अब चाहिँ सुत्नुपर्ने हुन्छ अनि यो भिडियो चाहिँ यति नै अनि तपाईँलाई के कस्तो लाग्यो यो भिडियो चाहिँ अब रोपाइँको हल्का बनाइदिएको छोटो मिठो ब्लग होइन अनि रोपाइ पनि सकिसकेको छ हाम्रो चाहिँ अनि अबदेखि चाहिँ एकदम फ्री भनौँ न होइन रोपाइ सक्यो जे होस् आज खुसी छु म अनि यो भिडियो चाहिँ यति नै तपाईँहरूले यो भिडियो के कस्तो लाग्यो मन परेमा चाहिँ लाइक गरिदिनु होला अनि भिडियो के कस्तो भएको छ कमेन्ट गरिदिनु होला अनि मेरो च्यानलमा को नयाँ हुनुहुन्छ सबैजनाले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला यो भिडियोलाई अन्तिमसम्म हेरेर आइदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि को आउनु भएको छैन होइन उहाँहरूलाई पनि होइन आदि हेर्दै पनि धन्यवाद दिन चाहन्छु होइन अर्कोचोटिदेखि चाहिँ फुल भिडियो हेरिदिनु होला भन्छु अनि त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि नेक्स्ट ब्लगमा भेट्दै गर्नुपर्छ बाइ बाइ गाइज शुभरात्रि गुड नाइट